उपस्थित भएका छौँ। आज हामी खास गरी दुर्गा पसाईले नेतृत्व गरिरहेको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक अभियानको तर्फदेखि हामी यो अभियान लिएर तपाईहरुका माझमा आएका छौँ र यो आन्दोलन केवल सर्वसाधारण अथवा चाहिँ बैंक पीडितको मात्रै होइन, यो देशमा बस्ने सम्पूर्ण बेरोजगार मान्छेहरूको हो, व्यवसायीहरूको हो, जागिर गर्ने रोजगार कर्मीहरूको हो, सुरक्षा कर्मीहरूको पनि हो र बैंक तथा वित्तीय संस्थाबाट पीडित जनसमुदायको पनि हो। त्यो वर्गको प्रतिनिधित्व गर्छ। त्यसकारणले यो आन्दोलनमा सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी हुन सहयोग गर्नका लागि हामी हार्दिक अनुरोध गर्दछौँ, अपिल गर्दछौँ। त हाम्रो आन्दोलन विगत 3 वर्षदेखि दुर्गा पसाईले उठाउँदै आउनुभएको छ र देश अहिले अत्यन्त अप्ठ्यारो परिस्थितिमा छ। देशमा भ्रष्टाचार व्याप्त छ, बेरोजगारी छ र मुलुक कुनै पनि कुरामा आत्मनिर्भर छैन। यहाँ एउटा जन्मेको बच्चाले एउटा चाहिँ 10 क्लासमा पढ्ने बच्चालाई सोध्यो भने तिमी के बन्छौ, के का लागि पढ्दैछौ भनेर प्रश्न गर्यो भने त्यसले चाहिँ सहज रूपमा उत्तर के दिन्छ भन्दा अब 10 पढ्ने हो, 11 पढ्ने हो, 12 पढ्ने हो, 12 पढिसकेपछि विदेश जाने हो। यो देशको यो यसले के कुरा इन्डिकेट गर्छ भन्दा, के कुरा दर्शाउँछ भन्दा देशमा कुनै पनि युवाहरूको लागि कुनै पनि अवसर छैन। कुनै पनि कुराको अवसर नभएको कारणले, रोजीरोटी नभएको कारणले एउटा 10 कक्षामा पढ्ने विद्यार्थीले, 10-11 कक्षामा पढ्ने विद्यार्थीले विदेश जानुपर्छ भन्ने मानसिकता बनाएर बसिरहेको हुन्छ। त्यो सबै कारण हाम्रो देशको राजनीतिक अवस्थाको कारणले हो। जसरी हामीले विगतमा यो 35 वर्षदेखि नेपालमा राजनीति एउटा कुसंस्कार बन्यो अथवा राजनीतिक दललाई हामीले जिताएर पठायौँ, तिनीहरूले देश जनताको लागि केही काम गर्न सकेनन्। आज यो 35 वर्षको अवधिलाई हेर्ने हो भने देशमा रोजगारी सिर्जना गर्नका लागि के काम गरियो? केही काम गरिएको छ? मुलुकमा आवश्यक पर्ने आत्मनिर्भर बनाउने के कुरा चाहिँ सञ्चालन भयो अथवा के कुराको उत्पादन भयो? त्यो कुरा पनि केही छैन।